हामी स्वर्गको द्वारमा जाँदैछौँ। ओहो सुन्दरजी गाडीबाट निस्किँदै हो हो हामी भिङ्ग्री आइपुगेको अवस्था। यतिखेर जनार्दन गुरु चियाको तलासमा हुनुहुन्छ। चायाराम जता भेटिन्छ त्यति चायाराम पिउने तर्खरमा हुनुहुन्छ। खुट्टा तान्दै गर शाकाहारी होटल खोजी शाकाहारी होटलको चलेगा सरकारी तो सरकारी होती है। बाबाजी गाडीमा निदाउनु भयो नि हजुर? निदाउनु त के हामीलाई के रोग लाखाएर हामी जहाँ पनि निदाउँछौँ नि। रोगै नलगा पो ओछ्यान भयो निदाउनु सक्दैन। We are arrived in स्वर्गद्वारी। राति परेको छ, हामी यतिखेर स्वर्गद्वारी आइपुगेका छौँ। सुन्दरजी कति बज्यो? कति बज्यो? 6:26 गइसक्यो ब्रो। 6:26 हामी यतिखेर स्वर्गद्वारी गेटमा ठ्याक्कै आइपुगेका छौँ। आफ्नो झोला बोक्ने जाने हो अब यहाँबाट साथीहरू हिँडेर जानुपर्छ हामीलाई। झोला आफ्नो बोक्ने अनि हिँडेर जाने। कता छ झोला खै? यो माथि लैजान पर्ने झोला कुन कुन हो, नपर्ने कुन कुन हो? प्रभु सब झोला प्याकिङ हुँदैछ। हो यो ब्याग दिनु त सर। यो छैन। अब हामी हिँड्दै हिँड्दै यात्रा सुरु गर्दैछौँ। त्यतिखेर हामी हिँडिरहेछौँ। यो गेटदेखि माथि सिँढीहरू बनेको छ। योभन्दा माथि गाडीहरू जाँदैन, हिँड्दै जानुपर्छ। यो सिँढीहरू रहेको छ पुरै। हामी हिँडिरहेका छौँ। अरू साथीहरू तल हुनुहुन्छ, म माथि आइपुगेँ। यहाँबाट निकै राम्रो भ्युज देखिराखेको छ जतातिर। डाँडा पारी पारी तपाईँ देख्न सक्नुहुन्छ। डाँडा डाँडामा बत्तीहरू बोलिरहेको छ। भोलि तपाईँहरूलाई सबै भ्युजहरू देखाउनेछु साथीहरू। एकदमै इन्ट्रेस्टिङ भ्युजहरू यहाँबाट देखिनेछ। आई होप गुरुहरूलाई हिँड्न कति गाह्रो भइरहेछ।
सबै छ्याक्क जाडो कतिको छ जाडो अलिअलि छ त्यति जाडो खासै छैन ब्रो यतिकोमा बानी परेछ पहाडतिर जन्मेहरू के दिव्य छ कि ठाउँ एकदम दिव्य छ त्यो कारणले गर्दा यो जाडोको चिसोको अब हामी कतातिर जाँदैछौँ त अब तर हामी मुख्यतः हाम्रो मूल मन्दिरको दर्शन हुन्छ तत्पश्चात पूजा गर्नका लागि यहाँबाट फेरि मूल मन्दिरको दर्शन गरिसकेपछि हामी अन्य यहाँ कुवाहरू छन् झाँक्रीको थान छ गौशाला छ धेरै यहाँ महत्त्वपूर्ण दिव्य स्थानहरू छन् जो स्वर्गद्वारी महाप्रभुले नै जसको सुरुवात गर्नुभएको थियो सबैभन्दा यहाँको मुख्य विशेषता कोठी हो यहाँको निरन्तर तपाईँको 1900 झन्डै 55 सालदेखि होला साथी मैले इतिहास पढ्दै थिएँ त्यसबाट निरन्तर अहिलेसम्म यहाँ कोठी होम चलिरहेको छ त्यसको दिव्य दर्शन गर्नु पर्यो विभूति लगाउनु पर्यो हस् प्रभुलाई नारायण प्रभु नारायण 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 मन्दिरतिर जाँदैछौँ यो मन्दिर घण्टा प्रवचन हल घण्टा छ यहाँ शिवलिङ्ग I'm feeling so energetic and look at here Babaji look at here this how do you feel I'm feeling so fantastic. do you feel sadhana's energy Yeah. Divine. साथीहरू यतिखेर म स्वर्गद्वारीको मुख्य मन्दिर शिवालय मन्दिर रहेको छ यहाँ आइपुगेको छु यो दर्शन गरेर बाहिर निस्किसकेको छु म यहाँबाट भित्र क्यामेरा फोटोज मना गरिएको छ खिच्न दिएको छैन त्यसर्थ मैले बाहिरबाट देखाउँदैछु यो मुख्य मन्दिर हो र यहाँनिर पोखरी पनि रहेको छ यो पोखरी यो धर्मशाला यहाँ आउँदा बस्ने आगन्तुकहरूको लागि बस्ने व्यवस्था गरिएको छ यो माथि डाँडा हो योगी सोमराजजी फेसबुक लाइभमा लाइभ खिच्ने काम गर्दै हुनुहुन्छ सुन्दर भण्डारी आज गीता जयन्ती मोक्षदा एकादशी दिन हामी यहाँ स्वर्गद्वारी महाप्रभुको दर्शन गर्न आइपुगेका छौँ निकै रमाइलो छ साथीहरू हामी घुम्दै आनन्द लिँदै यहाँ आइपुगेका छौँ हामी म अलिकति गौशालातिर जाँदैछु योगीजी जाँदै हुनुहुन्छ म पनि पछि पछि जाँदैछु पनि गरिएको छ गाईलाई नुन तथा पिठो चोकर खुवाउनु जानेहरूले नुन तथा पिठो चोकर टोकिएको घरमा राखिदिनु होला यस विषयमा गाई नै तपाईँको पुरै लोकल गाईहरू छ यहाँ जर्सी गाई देखिएको छैन यता कता देखिएको छ तर निकै व्यवस्थित तरिकाले यो यहाँनिर गौमाताहरू 150 भन्दा बढी गौमाताहरू व्यवस्थित तरिकाले उनीहरूलाई पानी खाने व्यवस्था होइन सबै राम्रो छ यो गौशाला बच्चा बच्चीहरू छन् यहाँ राम्रो छ पुरै व्यवस्थित तरिकाले चाहिँ यहाँ गाई व्यवस्थापन चाहिँ गरिएको छ लगायत गाईलाई चाहिने आहारका चिजहरू ल्याइदिने गर्नुहुन्छ र यहाँ गाईको व्यवस्थापन पनि राम्रो छ सामान्यत धेरै भएको ठाउँमा कहीँ कति सानातिना कमजोरी हुन्छन् तथापि गौ दर्शनको लागि एउटा नेपालमा स्वर्गद्वारी सबभन्दा प्रसिद्ध र तत्पश्चात चाहिँ नेपालको कामधेनु देवदह गौशाला यो रूपन्देही अवस्थित छ दुईवटा गौशाला नेपालमा सबैभन्दा दिव्य र सबैभन्दा व्यवस्थित खालको गौशालाहरू छन् हुन त अन्यत्रका गौशाला पनि राम्रो छन् अन्यत्र छैन भन्न खोजेको होइन तथापि यहाँ धेरै सङ्ख्यामा गाई भएका र गाईको एकदमै स्वतन्त्रपूर्वक श्रद्धापूर्वक पूजापाठ भएर विशेष तरिकाले पालिएका गाईहरू छन् धन्यवाद बाबुजी यो सागबारी यसरी मौलाउनुको कारण मुख्य के हो